वेलकम टु ब्याक आयो सन्चो मोबाइल सन्चो हामी चाहिँ केटाहरू यहाँ छ होइन हामी चाहिँ जानु छ राइड हामी कहाँ जाँदैन केटा ठुलो सैलिङ अनि सानो सैलिङ जाँदैछौँ आज यस्तो छ हेर्दै गर्नु होला रमाइलो आउँदैछ वेलकम टु ब्याक सन्देश हामी चाहिँ यहाँ आइसकेका छौँ फाइनली हाम्रो बाइक यहाँ छ हामी यहाँ छ तर धुलोले चाहिँ आँखा धुलो भइसकेको छ यहाँ हाम्रो छ अब हामी जाँदैछौँ ठुलो सैलिङ यताबाट जानुपर्ने हुन्छ अनि यतापछि कोसीपारी जाने बाटो हो होइन गाइज यताबाट जानुपर्ने हुन्छ हामीले डक्टर लाएर केटाहरू सबजना रेडी भइसकेका छौँ के कस्तो हुन्छ रमाइलो हुन्छ म देखाउँदैछु स्वर्ग देखाउँछु गाई तपाईँलाई स्वर्ग म स्वर्ग हाम्रो चाहिँ बाइकहरू यहाँ तयार छ एउटा 220 NS MT FZ अनि त्यसपछि अर्को MT चाहिँ गाउँ कोसीपारीबाट आउँदैछ गाइज हामी चाहिँ यहाँ छौँ होइन फाइनली अब हामी जाँदैछौँ ठुलो सैलिङ त्यसपछि सानो सैलिङ प्लान छ गाइज रमाइलो हुँदैछ हाम्रो होइन इन्जोय हेर्नु होला अब म स्वर्ग देखाउँछु गाइजहरूलाई स्वर्ग स्वर्ग हेर्नु पऱ्यो नि त होइन पऱ्यो नि त गाइज स्वर्ग अब स्वर्ग हेर्नुपर्छ स्वर्ग स्वर्ग हेर्नुको लागि चाहिँ अहिले हामी फाइनली हिँडिसकेका छ हाम्रो केटाहरू चाहिँ अगाडि छ होइन अनि हामी पछाडि छौँ है अब त्यही भएर स्वर्ग चाहिँ हेर्नुपर्ने छ कि अगाडि अगाडि छ बाटो फेरि एकदम डेन्जर छ है हाम्रो मदत छ अगाडि अगाडि पुगिसकेका छ फाइनली समय यहाँ छ होइन यस्तो बवाल मौसम छ यहाँको चाहिँ कोसीहरू यस्तो छ केटाहरू आउँदैछ पछाडि मेरो चाहिँ हालत बाइकको चाहिँ यस्तो भइरहेको छ होइन फाइनली के गर्नु होइन रमाइलो भइरहेको छ यस्तो रमाइलो इन्टरटेन भइरहेको छ यहाँ भतिज केटो के छ ठिक छ समुद्र जस्तै भनौँ न होइन कोसी चाहिँ फेरि मिठो छ है यहाँतिरको यस्तो बवाल आई लाइक दिस अमेजिङ भ्युज होइन हाम्रो दोस्त पनि आइसकेको छ अगाडिबाट के छ है सोल्टी अनि ठाउँ त बबाल छ है केटाहरू कता गइरहेको यहाँ आइसकेको छ फाइनली हामी दुईवटा बाइक तिनवटा बाइक यहाँ छ हाम्रो अनि दुईवटा बाइक त्यहाँ छ हामी चाहिँ यहाँ छौँ फाइनली पुलपाटी यस्तो बबाल हेरौँ भ्यू छैन यस्तो मिठो भ्यू के ना कुरा गरौँ यस्तो बबाल गाइज दिस इज द स्वर्ग देख्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो छ तिनीहरू हामी पछाडि आउँदैछन् स्वर्ग भनेको चेला भन्ने रहेछ होइन यो तपाईँ देखेको सानो स्वर्ग हो अब ठुलो स्वर्ग त आउनु बाँकी छ नि यो अलिकति त्यहाँ भन्छ नि होइन अलिकति स्वर्गको अलिकति छेउ यस्तो छ बवाले छ ठुलो सैलिङ चाहिँ हाम्रो त्यो गाह्रो पछाडि छ भन्ने कुरा छ मुडे आइसकेको छ अब हाम्रो केटाहरू कता छ भन्ने कुरा हो तर मुडेमा चिया खाने भन्ने कुरा सुनेको थिएँ खोइ केटाहरू कहाँ केटाहरू खोइ रुक हाम्रो तिनवटा बाइक हाल त्यहाँ केटाहरू बसिसकेको छ को त आइसकेको छ गन्तव्यमा यस्तो छ अहिले गाइज हामी चाहिँ एउटा हिँडिसकेको गाइज फाइनली होइन त्यसको मौसम आधी केटाहरू अगाडि गइसकेको छ आधी केटाहरू आउनु बाँकी छ पछाडि पनि बाँकी छ
गाई त फेरि बढ्छ हाम्रो है घाम पनि लगाइरहेको छ चिसो भइरहेको छ जाडो पनि भइरहेको छ माम्पा के भएको हो हातमा पुगेको बुझेर कुरा गाह्रो छ पहाडीको भ्यू चाहिँ दिस इज द हिमाल गाइज लुक एट द भ्यू दिस इज हिमाल माई गड के हो यार बवाल तर यहाँबाट भन्दा नान ठाउँबाट बवाल देखिने है त्यहाँबाट पुरै देखिन्छ नि गोलो गोलो के यो हो नि त हिमाल भनेको सैलेन छोटी थाहा छ खाना कहाँ खाने हो आहा हिमाल ट्याक यो पर हिमालमा राम्रोसित हेर्न सके छैन हेर्नै सके छैन सुत्नै पाएको छैन भन्दैछु अब त एका इटाको दुईटा इटाको 15 दुईटा इटाको छक्का कलर आउँछ के हेर्नु अहिले चाहिँ हामी ठुलो सौन आएको छौँ होइन अनि अहिले चाहिँ हामी खाना खानलाई होटलतिर बसिरहेको छौँ अनि अहिले यतातिरको चाहिँ भ्यू यताबाट देख्ने भ्यू चाहिँ यस्तो बवाल छ यस्तो छ हेर्नुहोस् हिमालहरू यस्तो देखिरहेछ डाँडाहरू वरिपरि पुरै हिमाल देखिरहेछ अनि यतापट्टि अब यो वाल चढेर चाहिँ हिँड्नुपर्ने बाइक चाहिँ हाम्रो यहाँ छ होइन यहाँबाट चाहिँ अब हिँडेर जानुपर्छ अरे माथि आधी घन्टा जति लाग्छ अरे गाइज अब खानासाना खाएर चाहिँ हामी यहाँबाट निस्किन्छौँ माथि गएर चाहिँ अनि पुरै बबाल सिन निक्लिन्छ गाइज अहिलेको लागि चाहिँ यति नै है भिडियोहरू इन्जोय गरिदिनु होला है त्यसपछि हामी यहाँबाट सोइलिङ गरेर चाहिँ हामी अनि घर गएर अनि काठमाडौँ जान्छौँ होला भोलिको यात्रा हुन्छ होला हाम्रो सायद काठमाडौँ कि आज हुनसक्छ हेरौँ हाम्रो केटाहरू हिँडिसकेका छन् फाइनली चढ्नको लागि यस्तो छ यतिको भ्यू अनि यस्तो छ भ्यू गाइज पहाडतिरको केटाहरू उका लागिसकेका छन् हामी चाहिँ पछाडि आउँदैछौँ ट्याक लाएर होइन रमाइलो हुँदैछ त्यो होस् वाल चढ्नलाई यो वाल आधी घन्टा लाग्छ अरे चढ्नलाई गाइज लुक एट द भ्यू स्वर्ग हेर्ने हो केटाहरू उकालो लागिरहनु पछाडि माथि अगाडि हामी चाहिँ पछाडि आउँदैछौँ थाकियो गाइज होइन ठुलो अझै ठुलो स्वर्ग जाने बाइक छ यस्तो छ डाँडाहरू गाइज यति आउँदा थाकिसक्यो कहिले पुग्ने होला माथि डाँडामा है ऊ माथि डाँडा भयो चाहिँ होइन हामी धेरै माथि आइसकेका छौँ अब यतिरको भ्यूहरू पनि बवाल छ गाइज है मिठो अगाडि छ हामी चाहिँ पछाडि हिँड्नेछु म चाहिँ तर डेन्जर थाक्ने रहेछ म डाँडो यहाँबाट पुरै डाँडो देखिन्न छु त्यो माथि पुग्नु पनि माथि पुग्नुपर्छ यस्तो रहेछ यहाँतिर चाहिँ भ्यू गाइज हामी पुग्नुपर्ने दे माथिको डाँडो है डाँडोमा पुग्नुपर्छ बल्ल तेर्सो आयो वहाँ पुग्नुपर्छ डाँडोमा बाइक जाँदैन हिँडेर जानुपर्छ केटाहरू हाम्रो केटाहरू पछाडि आउँदैछ एउटा बानी भेटिनु भएको बा फेकान ठाउँ पुगेर आउनु भयो अरे भन्नुभएको थियो बाला नै हामीसँग नानी हो माथि डाँडोसम्म होइन टक्क लाएर यताबाट फेरि भ्यूहरू चाहिँ बवाल देखिन्छ फेरि यताको नि बवाल छ उतातिरको यहाँतिर नि ठिक छ अब चाहिँ ग्रेटर वाल फिनिस भइसकेको अवस्था
अब हामी यहाँबाट सिडी चढेर जानुपर्ने अवस्था हुन्छ है। माथि ऊ देखिसक्नु भयो, म जुम गरेर देखाउँछु। यो डाँडा चाहिँ यो हो अरे सैलुनको डाँडो। तोपेहरू फेरि तोप खान थालिसक्यो। सैलुने डाँडा होइन, खाँदैन होला कहाँ चाहिँ हामी चाहिँ पछाडि फाइनली आउँदैछौँ। हाम्रो ग्याङ चाहिँ अलि पछाडि छ होइन। हामी 4 भाइ चाहिँ पछाडि आउँदैछौँ। अरू कुराहरू चाहिँ अगाडि माथि पुगिसक्यो। हामी चाहिँ भिडियो बनाउनको लागि अलिकति क्यामेराको लागि यो युट्युबको लागि भिडियो बनाउनुपर्छ नि त, त्यही भएर चाहिँ पछाडि आएको छ हिँड्दैछौँ। यहाँतिरको यस्तो छ, अब जङ्गलको बाटो हो पुरै यस्तो छ। केटाहरू पछाडि जोसेर आइरहन्। कस्तो हुँदैछ केटा? अनि यो उसमा आउँदाको मजा भइरह है। केटाहरू कहाँ हो रहन हुँदैछ है गाइज। हाम्रो चाहिँ यहाँ 2टा बाटो छ त, कता हो? गुफा हो यहाँ चाहिँ, गुफा र सैलुन छ। पहिला हामी गुफा जाने रे सरजमा चाहिँ यहाँ हिँडेको छौँ पहाडी। हामी चाहिँ लास्टमा छौँ। हाम्रो केटाहरू बोका गाइचहरू चाहिँ अगाडि छ। जङ्गलको बाटो छ यहाँ है। टटर हाल्नुपर्छ क्या हो? यहाँ आसी त चिसो फिलिङ भयो है। फ्रिज पानी हाल्दा जस्तो भइरहेको। नारायण थान गयो त नि सर ठिकै त घुम्न। कहिले त्यस्तै फिल आइरहेको छ यार यो हिँड्दाखेरि बाटो। त्यो जङ्गलबाट हिँडेको छ त्यो दिन मैले त्यताबाट होइन तँलाई रोके होइन त मैले। जङ्गलको बाटो छ यता, चिसो मौसम पनि छ। जङ्गलको बाटो पुरै यहाँतिर जङ्गल यस्तो छ। केटाहरू यता पुगिसकेका छन्। गाइज थाकिन लाग्यो। जङ्गलको बाटो ल्याएर केटाहरूले एडभेन्चर टु ट्याक्क लाएर हिँड्दैछन्। केटाहरू ढ्याङ ल्याएर हाम्रो केटाहरू जोसिरहन्। हामी 2 भाइ चाहिँ दाजुभाइ चाहिँ पछाडि आउँदैछौँ है। ट्याक्क यहाँ भुइँतिर किरा भेट्छ कि खानी भन्छन् केटाहरू। म चाहिँ यसो हेर्दै हिँड्दैछु, खुवाउनु पऱ्यो नि केटाहरूलाई तागतिर चिज। त्यही भएर भुइँतिर यसो किरा हेर्दै हिँड्नुपर्छ। खानी चाहिँ मान्छे यो ज्याकेट लाउने खान्छु भन्थ्यो, त्यसलाई खुवाउनु पर्ने, त्यसले हेरेर हिँड्दा खान्छु भन्दा। यहाँ भेट्यो गु खाने कि गुना खाने? हामी चाहिँ फाइनली त्यहाँबाट जङ्गलबाट निस्केर यस्तो ठाउँमा आइसकेको छ। यस्तो छ यहाँतिर केटाहरू उकालो लाग्दैछ न। यहाँ लड्यो भने फेरि तल पुगिँदछ। उहाँ माथि रहेछ सरोज, के छ त? लास्ट थकै लाग्न छ यहाँबाट लड्यो भन्दा तल पुग्छ। फेरि त डेन्जर छ केटाहरू। थकाइमा न यता कोही यता बसिहान्, कोही उहाँ खचा जस्तै ऊ चढ्दै छन्, भिर कोही यता चढ्दै छन्। गाइजहरू गाइज यस्तो छ डाँडो। माथि चाहिँ माथि चाहिँ मन्दिर छ होइन? मन्दिर हो, मन्दिर होइन यो गुफा हो, गुम्बा। अनि मान्छेहरू ओहो यहाँ चिप्लिहाल्दा सिधै तल पुगिन्छ त केटा। यस्तो छ यहाँतिरको भ्यूहरू बब्बाल छ। सरोज त्यहाँ आउँदैछ। हिमाल हेर्नुहोस् काइल, हिमाल त डेन्जर छ त यहाँ। यहाँ खस्यो भने त सरोज तल पुगिन्छ यार। चप्पल चिप्लिहाल्दा गयो तल, रोकिन्छ उहाँ तल गएर रोकिने हो। तल पुग्छ। यहाँ घन्टी रहेछ जस्तो छ, केटाले घन्टी बजाइसकेका छन्। रमाइलो हुँदैछ है गाइज। बजा थाक्यो यार। माथि पुग्नुपर्छ। ओ माई गड बबाल छ ठाउँ त यार। बजेन कसरी बज्यो ल? घन्टी बजाउनु ला सकेन। यहाँतिर यस्तो छ, फोटो सुटिङ हुँदैछ हाम्रो। अब यहाँबाट डाँडो माथि गुम्बा
यति यस्तो छ त्यहाँबाट त भिड छ यहाँ तलतिर जानु पर्यो त्यसपछि सल्लक्क माथि पुग्नुपर्छ सुतेको बनाइ टेप लानु सुत्नु ओए अलिकति थुम न दिगे साइके ढाडभरि बोला हेर्न पड्काउने सब बोल्छ यो कहाँ ये सर्केन सर्के मुझे यत्रा जाना हम मुतोमा त्यत्रो मुतेर नि पुरै जस्तै हुन्छ भइन्छ भागो न दही मुजी हेर्न आएको कि भ्यू बिगार्न आएको हामी राम्रो हो भने भाइ माथि पड्किन आइदियो पड्कला ओए तिम्रो यसो बस्यो भने भोलि पुग्दैन छिटो के भने के बसेको हामीलाई बस्यो ओ त जाकर कसको अब ध्यान जान्छ मेरो पड्किदैन होला बुस्सा ओइ डेन्जर यार आम्मामा केटाहरु त भागे त डेन्जर भागतिर केटाहरु त झर केटा झर झर ओराले झर यहाँ चाहिँ यहाँ घैटाली छ यस्तो छ हामी चाहिँ अहिले आइसकेको छौँ फाइनली केटाहरू झर भनेको केटाहरू नझारिन मुला नझर म त हिँडे भिडियो बनाउँला चाहिँदैन मलाई त कोही पनि आज दिपिने यहाँ दिपिने र म चट्टो लाएर हिँडिसकेको छौँ फाइनली आधी बाटो आइसकेको छ अब माथि गुम्बा गएर तर गुम्बा हाने थियो माथि ऊ मन्दिर होला कि खै के छ गएन अब यस्तो छ कुन चाहिँ ल त्यो अफर ल्याए चाहिँ सन्धि फेरि कडा यार गाइज पहाडी पऱ्यो हिमाल देखा त दिस इज द हिमाल आज अगाडि लेट्स मुभ अब चाहिँ क्यामेराम्यान छिटो अगाडि चाहिँ गाइज वाइल्ड रमाइलो भइरहेको नि भइरहेको छ मलाई त फर्स्ट टाइम आएको गाइज म त यता देखा न मलाई भ्यू पनि देखाउनु पर्यो नि त जनतालाई बाउलाइसक्यो रमाइलो देखेर बहुत रमाइलो भइरहेको छ केटाहरू उहाँ पुगिसकेँ म चाहिँ रमाइलो देखेर रमाइलो इन्जोय गर्दै आउँदैछु यहाँ डाँडापाडा सरदोष त्यहाँ आउँदैछ उतापट्टि हिमाल सरर देखिरहेको छ यतापट्टि हरियाली टक्क अझै हामी हरियाली अझै भएको बेला आएन अझै सुक्खा छ अलि त ठिकै ठिकै हरियाली छ यो चाहिँ सर्टकट बाटो रहेछ अनि टिसु भएको ठाउँमा आइपुग्नु त्यहाँबाट गाइज माथि पुग्नुपर्छ गीत बजाउँदै नाच्दै रमाउँदै हिँडेको छौँ गाइज दुःख गरिरहेको छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबोल्नु होला है बुढा भिडियो चाहिँ पुरै हेरिदिनु होला लास्टसम्म को आउनु भएको छ को आउनु भएको छैन आउनेहरूलाई त थाहा भइहाल्छ स्वर्ग अस्ति हो नआउनेहरू पनि आउनु होला टाइम मिलाएर फुर्सदमा है अहिले चाहिँ हामी फेरि माथि डाँडा आइसक्यो यहाँलाई यस्तो देख्छ अब हिमाल हेर्दा त केटाहरू अगाडि जाँदैछ म चाहिँ पछाडि आउँदैछु भ्लग बनाउँदै तर थाक्ने चाहिँ लास्ट थाक्ने यार रमाइलो छ यार अझै यतापट्टि चाहिँ टिसु भएको ठाउँ छ यता यस्तो छ यतातिर चाहिँ भ्यू बबाल हुँदैछ है आहा यहाँबाट यस्तो भ्यू आउँछ सल्लक्क हिमाल केटाहरू अब यहाँ सुत्न लाग्छन् क्या हो गरिब भयो क्या हो कहिले पुग्ने तालले त यहाँ रेसिङ रेस गरौँ नि त के जान्छ त रेस गर्नलाई गीत गाउनु त भिडियो आएन त त्यो छ भिडियो हाम्रो बाहिर मेरो त आउँदैन होला जग्गा हेरेँ मिला घुमे परि कि हो मान्छे जस्तो गणेश बस्नु रमाइलो हुन्छ सम्झे
हो त्यसै लानु पर्यो नि त्यो सबै आहा कललाई मेरो फोन दिनु एकचोटि फेरि बन्द गरेर फेरि अर्को घाम यताको आएर अलिकति यता अलिक मौसम चाहिँ अलिक कस्तो भिडियोमा चाहिँ कालो देख्नु छ यता फेरि सलक्क साइली बनायो भने त फेरि यता त फेरि आहा बबाले छ नि यता त केटाहरू सबै छोडेर गइसक्यो हामी त्यहाँ फोटो खिच्नलाई अलिकति अल्मदिएको केटाहरू माथि पुगिसकेको छन् ऊ यहाँ चाहिँ यस्तो छ यस्तो छ उहाँ नादेखि माथि बसेर हाम्रो कहाँ उहाँ पुगिसकेको छन् हामी चाहिँ यहाँ छौँ तर बबाल ठाउँ चाहिँ रहेछ आम्मामा स्वर्गै हो क्या माछा लागेको ठाउँ बाघको ओडा है क्या केटा यो नयाँ जुत्ता केटाहरू माथि पुगिसक्यो हामी चाहिँ लास्ट भइरहेको छौँ यहाँ गाइज हामी चाहिँ अहिले डाँडामा आइपिन लाग्यो यहाँ चाहिँ यस्तो भ्यू छ अनि यहाँ केटाहरूले गाडी एक्सिडेन्ट भयो त्यहाँ चाहिँ गाडी कहाँ आयो गाडी एक्सिडेन्टबाटै क्या है यस्तो छ चढ्दैछन् केटाहरू यता छ हाम्रो अर्को भाइ चाहिँ उहाँ बुझ्नुभन्दा भाती त्यहाँ आउँदैछ यस्तो छ भ्यू छ गाइज लास्ट थकाइरह है जति माथि गयो त्यति माथि हिमाल माथि हुन्छ त तल गएपछि त हिमाल तल थियो त यार यहाँ आसी झन् हिमाल त माथि गयो हामी चाहिँ तल आएको छ झन् डाँडो चढ्यो झन् हिमाल तल जान्छ त के भयो यहाँ चाहिँ हावा सर चढे आएको अवस्था छ मैले झ्यामल लगाएर थिएँ गरिन पनि भएको थियो फुकाले खाएन होइन अब यहाँ अब तपाईँ जाडो सुरु हुन्छ त्यताबाट त्यही भएर यस्तो छ यहाँ चाहिँ है बाबा ए वहाँ त बाघको गुफा क्या बवाल छ यस्तो हिँडेर माझी हामी चाहिँ भ्यू टावर पनि आइपुगिसक्यौँ है अलिकति बाँकी छ अब 2 मिनट त पुगिन्छ होला त्यहाँ है पुग्दैन 10 मिनट त्यहाँ पुरा 10 लाग्दैन होला केटा त गइसक्यो ऊ माथि डाँडा चढिसक्यो हाम्रो केटाहरू चाहिँ हामी चाहिँ लोसे गरेर बिस्तार भिडियो बनाउँदै भन्दै आएको ढिलो आइपुग्यो फाइनली यस्तो छ यता ओहो भ्यू त बवाल छ यार हट लो गाइस यो हेर्नु त ठुलो सैलुन बवाल छ यार डाँडा फाइनल डाँडा आइपुग्यो मन्दिर आइपुग्यो मन्दिर ठुल्ठुलो रहेछ जय शम्भु के रे भिडियो बनाइछ फोटोग्राफरै भएछ नि बेला दिदी त आइपुग्यो फाइनली घरमा सरोज दोस के छ फाइनली आइपुग्यो गाइज यस्तो छ यहाँ केटाहरू सबै यहाँ आएर बसिसकेर छन् यो छुर्पी हो कडा रहेछ छुर्पी होइन पानी चाहिँ ल्याऊ पानी सक्छ त प्यास लगाइरह उसलाई टोक्न सक्दिनँ गाइज यहाँतिर यस्तो भ्यू छ हामी यहाँ आइपुग्यौँ बल्ल टावर टर्नलाई यस्तो छ केटाहरू अब यहाँ बस्ने एकछिन भ्यू टावर चाहिँ यहाँ रहेछ यहाँबाट माथि सलक्क गाइस अहिलेको भ्यू यस्तो छ यहाँतिर हामी चाहिँ यहाँ थके मारेर बसिसक्यो अब हामी त्यो भ्यू टावर चढेर चाहिँ अनि हामी यहाँ निस्किनु पर्ने हुन्छ गाइस टाढा पुग्नु पर्ने हुन्छ हिमाल ओ माय गॉड गाइस हामी आइसक्यौँ अहिले
यस्तो छ राम्रो हो यार ठाउँ त बबाल छ नि आहा यही त गुफा तल अब दुईटा भनेको यो भगवान्ले दिएर आउने बाटो रे के रामेछापको बाटो देखिन्छ हेर्दा हेर्दै मन्थलीको बाटो आउने होला नि यो हिमाल त एउटा अक्खा र बस्दै बवाल छ गाइज यहाँ यस्तो छ केटाहरू सुजन के छ त राम्रो फोटो आउँदैन है अब यहाँ हामी फाइनली निस्किन लाग्यो अब यस्तो छ भ्यूहरू घाम गइसक्यो अवस्था पखाइसिन म यो लाइन भिडियो गाइज हामी चाहिँ फर्किन लाग्यो यहाँको भ्यू यस्तो छ हामी चाहिँ अब जान लाग्यो फाइनली यहाँतिर यस्तो छ भ्यूहरू घोडा जुतेको बना न घोडा जुतेको बना न भने त्यो करेर अर्को बना न त्यो कल गरेर अर्को बना भने के भो माया के भो ज्यानै उतुल पुतुल भोमा हान्नु पर्छ गीतले फेरि त नहुन्छ भन यहाँ हाम्रो बनाउँदैन सब आयो घोडा आयो भिडियो बना भाइ भिडियो बना न भिडियो बनाइरहेको छु मान्छे भगा है घोडाले यो तीनटा लाग्यो घोडा चाहिँ आफै तर्सिरहेको रहेछ लस्टी नभए हान्थ्यो नि घोडा कुदा भिडियो बनाइरहेको छु त्यसकै बना के भो माया के भो ज्यानै उतुल पुतुल भयो उल्टी हान्यो यार कता गयो बसमा उयो बास हुँदैन बास बास भयो त एकचोटि पुइन्टहरू भयो आयो भागो भागो हाम्रो पालो होइन त्यसले त सबै लहार्दै क्या यार हरामी रहेछ नि माथि जान ल कसम किन होइन रातो घर भिडियो भइसक्यो यो किनेको धेरै वर्ष भइसक्यो मैले त लास्टै भने त केटाहरूले के गर्नु कहाँ धेरै वर्ष लाग्यो मैले अनि म विदेश गएर आएर नि एउटा जुत्ता नखेर चिकिराखेर यो जुत्ता खोजेको पाइनँ मैले ढिला हान्छ कडै हान्छ भने त होइन गाई मैले ढिला हान्छ तर कडै हान्छ यतिसम्म भने त्यो जुत्ता म लुगा त खल्नु त पोखर फाल्छ चप्पलले नि त जुत्ता फाल्ने अहिलेसम्म मलाई हेर्न यहाँ मलाई अहिलेसम्म गोटी घट्या छैन त्यो त टायरमा हालौँ भने त लास्ट टाइम गुनिरहेछ माथि गइसक्यो तल हेर्न मलाई चुसुक्क नि भएको छैन भने गणेशतिर पछि टायर हाल्थ्यो झन् सुत्छ अनि गणेश दाइको भाइ त्यसपछि त मैले पछाडि बढेकोले घोडा सुन्छ सुन्छ सिधा च्याप्नु पर्छ अघि छुनलाई भने त
फाइनली हामी चाहिँ यहाँ चाय पानी हाल्छ लास्ट ब्लग हो यो हाम्रो चाहिँ कति टन्नै छ अनि केटाहरू यहाँ चाय पानी छ हाम्रो चाहिँ बिजोग भएछ आज बाइक बिग्रिने बाटो बिर्सिने होइन बल्ल बल्ल आइपुग्यो आइपुग्न आँट्यो होइन अब यति हो बाई बाई गाइस भिडियो कस्तो लाग्छ इन्जोय गरिदिनु होला लास्ट ब्लग चाहिँ हो बाई बाई नेक्स्ट ब्लग कमिङ गाइस हाम्रो चाहिँ नाइट भइरहेछ बिहानदेखि हिँडेको ठुलो सलिनपुर आयो अब सानो सलिन जाने त्यता गाउँ जाने प्लान बनाएछौँ हामीले हामी हिँडिसकेका छौँ हाम्रो बाइक 5वटा छ केटाहरू अगाडि छ हामी चाहिँ पछाडि छौँ होइन गाइस अब यहाँबाट लाग्यो अब लगभग 2-3 घन्टामा त पुगिन्छ होला फाइनली भनी चाहिँ हामीलाई लागिरहेछ बाटो बिर्सेर तनाव भएर बाटो बिर्सेर बाटो कता हो जङ्गलको बाटो 4-5वटा बाटो हुने कहाँ जाने कहाँ जाने भएर बल्ल 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 आइपुग्यो गाइस खोज्दै भए पनि आइपुग्यो अब हामी जाँदैछौँ के गर्नु भ्लग अलिक लामो भयो दिउँसोदेखि बिहान 5 बजीदेखि हिँडेको हामी बेलुकाको अब 7-8 बजिसक्यो अहिले त्यही पनि हाम्रो जाने ठाउँमा चाहिँ हाम्रो अलि जारी छ हामी अहिलेसम्म गन्तव्यमा चाहिँ पुगेको छैनौँ हिँडिरहेका छौँ गाइस के गर्नु यस्तै छ बाटो पनि यस्तै छ फेरि अब के गर्ने खाल्टा फुटुक छ बाटो त एकदम उता ठुलो साइजसम्म त ठिकै हो त्यस्तै यताबाट फेरि साइन्ससम्म आउन त तनाव बिजोग हामी चाहिँ अहिले फाइनली सानो सलिनसोरी आइसकेका छौँ गाइस हाम्रो खोला ताते कार्यक्रम हुँदैछ सलिनसोरी भित्रको यता डिजाइन बाटो 2टा बाइक त्यहाँ गइसकेको छ अर्को बाइक तातै छ खोला ल सभा के भात चाहिँ के भात चाहिँ ल्या हिँडे लाग्यो त्यहाँ खेल्नुपर्छ गाइस यस्तो छ आज धेरै दुःख पाइयो गाइस ठुलो सलिनसरी मजाले पुग्यो रमाइलो गर्यो दिउँसै रमाइलो गर्यो आज सानो सलिनसरी आउँदाखेरि एकदम धेरै कच्ची बाटो र दुःख धेरै पाइयो आज हाम्रो बाइक अनि यस्तो भइरहेछ जे भए पनि आयो अब फर्किने कुराहरू अब हामी यहाँ फर्किन्छौँ होला सायद अब यताउता गरेर कतिखेर घर पुगिन्छ थाहा छैन यस्तो छ हालत गाइस अहिले चाहिँ हामी फाइनली सानो सलिनसोरी राति हिँड्दैछौँ अहिले मन्दिरहरू आइसकेका छौँ राति भइसकेको छ हाम्रो चाहिँ अब ठुलो सलिनसोरी चाहिँ हामी रमाइलोसँग गयौँ अब सानो सलिनसोरी चाहिँ हाम्रो अलिकति भयो जय परमेश्वरी केटाहरू आउँदैछन् पछाडिबाट ल्यान्छन् फाइनली हामी चाहिँ सलिनसोरी जाँदैछौँ होइन भाकल त्यो सबैजनाको भाकल पुरा हुँदैछ हाम्रो बत्ती देऊ गाइस रातको 8-9 बजी चाहिँ हामी सानो सलिनसोरी आइसक्यौँ ठुलो सलिनसोरी रमाइलो भयो सानो सलिनसोरी दुःख सुख आयो अब साथीभाइहरूको भाकल थियो भाकल पनि पुरा भयो होइन गाइस होइन भतिज के छ त अनि कस्तो हुँदैछ त आजको राइड एकदम डेन्जर आज त हामी 9जनाको ग्याङ छौँ हाम्रो 5 बाइक लिएर आएको गाइस हामीले बाटो चाहिँ हो हामी जाँदैछौँ आधी बाटो आइसक्यो होइन गाइस अब यस्तै हो दुःख सुख आइहाल्यो रमाइलो भयो होइन साथीभाइहरूको भाकल पनि पुरा भइहाल्यो यहाँबाट भाकल पुरा भइसकेपछि पूजा गरिसकेपछि हामी जानुपर्ने हुन्छ घर होइन अन्धकार छ गाइस फाइनली हामी सलिनसोरी आएको अवस्था अब ठुलो गयो सानो आयो रातको अब 10-11 बजे भन्नु पर्यो अवस्था अब साथीभाइको रिक्वेस्टमा भाकल थियो साथीभाइको ल सलिनसोरी माता तपाईँको शरणमा हामी आएको छौँ अब रक्षा गरिदिनु होला
दुःख सुख जस्तो भयो भने लास्टै दुःख पाइयो हजुरको शरणमा हामी आइसकेका छौँ बत्ती हात अगाडि सरी माता यहाँ हुनुहुन्छ मादल माथि मादल त यतापट्टि यता देखाएर बत्ती देखाएर त यो मन देखाउन सरी यता र मादल गाई चाहिँ अब यहाँ हामी ल त बता खोइ कहाँ मादल कहाँ ल उयो मादल होइन सुरुमा पहिला दर्शन गरौँ अनि सबैले बजार निस्किनु यता देखा न तर यता देखा त अन्धकारको दर्शन गर्ने पहिला अन्त यहाँ देखा अनि फाइनली यता देखा न यता देखा न देखा भने यता हर अल्बर्ट चिक्रो चाहिँ हर महादेव रक्षा गरून् भगवान् सबैको हामी 9 जनाको रक्षा गरिदिनु भगवान् हजुरको शरणमा हामी आएका छौँ राति भए पनि दुःख सुख जे भए पनि हजुरको शरणमा हामी आएका छौँ बत्ती देखाउँदै केटा यता माथि यता देखा न माथि बत्ती बत्ती बज्ने अवस्था अब यहाँ टिका लाउनु पर्यो अवस्था परमेश्वरी रक्षा गरून् भगवान् परमेश्वरी पैसा त भुइँभरि कति माथि त खतरा दिउँसो भएको बवाल हुन्थ्यो देखा त माथि बत्ती तामाङले मादल त हामीले दियो त यार त भयो त देउसी रे हामी राति 8 बजे आएको पूजा गर्नलाई देउसी रे बौला हो हामी देउसी रे देउसी भोला भाइ हो देउसी रे देउसी त पार गर्छ पूजा हिँड्नु परेन टाढा पो पुग्नुपर्छ त यार मेरो सुनाउनु पर्यो देउसी भट्टा तिमीहरू रमाइलो गर्थ्यौ ल सर तेरो पालो आइ भन मेरो भाइ हो भन्न अब चाहिँ हामी यहाँ छुट्टिन लागेको अवस्था आजको राइड हाम्रो बिहानदेखिको 5 बजेदेखिको राइड हो नि त हामी राति कति 8-9 बजीतिर हामी शैलेश्वरी स्यान आयौँ होइन 9 बजे होइन लु अब आजको राइड कस्तो भयो त लु भनिदिनु त लु आजको राइडमा सबभन्दा राम्रो मान्छेले गद्दार गरे 1.5 घण्टा भनेर 4 घण्टा लाग्यो 4 घण्टा नि बढी लाग्यो तर हामीलाई ठुलो सबैजना सहिलो भयो स्यान आउँदा धेरै दुःख पायो हामीले नि त धेरै दुःख पाइयो तर दुःख पाए पनि हामी आयौँ दुःख पाए पनि हामी जे शरणमा आयौँ अनि दुःख पछिको फल हाम्रो भाकल भएको चाहिँ दाजुभाइहरूको होइन तिम्रो पनि भाकल होइन यसरी भाकल पुरा भयो उसको नि भाकल थियो भाकल पुरा भयो ल गाइस अब हाम्रो भिडियो चाहिँ यहीँबाट अन्त्य हुन्छ कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नु नभुल्नु होला है अब हामी चाहिँ घर जान्छौँ अब घर गएर भात खाएको देवालीको नि भोला आएन भने लास्ट भिडियो हुनसक्छ ल गाइस ल बाई बाई